बर्थडेको दिन चाहिँ केटाको काम भइरहेछ यहाँनिर। यसो हाम्रो चाहिँ लसुन रोप्ने ठाउँ चाहिँ आधी उधी चाहिँ भइसकिसक्यो। यहाँनिर चाहिँ हामी सबैजना भएर खन्दैछौँ। अनमोल चाहिँ खाना सब्जी बनाउनु घर गएको छ। ओह मेरो सुन्तला गर्नु पर्यो म पहिला 5,000 को सुन्तला हो। 5,000 को खाइसकेछ। पन्जा ल्याउनै पर्ने रहेछ हौ। ल मल पो हालेको रहेछ। सुन्तलाको त फेदमा वरिपरि गर्छ होइन? आप्पाहरूलाई पनि निकाल्नु पर्यो। हामी चाहिँ यहाँ लसुन रोप्ने ठाउँ बनाउँदैछौँ बिहान बिहानै। आई गाइस थाकेर चाहिँ हत्तु होइन। अन्त हामीले चाहिँ भनेको ठाउँसम्म चाहिँ आइपुग्यौँ। सक्यो अब हात उठाइयो। अघि उपर हुँदै छोडेर जानु आँटेको थियो कि सक्दैन नि त बेसी गर्नु। यहाँ हेर्नु पसिना छैन हौ पसिना निधारमा हेर्नु। उठ्नु त छिटो उठ्नु नि। काम गरे थोप आइरहेको छ हौ। उठ्नु त पसिना यहाँ हेर्ने गाइस। यतिको चाहिँ गर्नु पऱ्यो नि मेन उठेर। लसुन रोप्ने उपरदेखि खनेको यहाँ चाहिँ आइपुग्यौँ हामी। यो सुन्तलाको बोटसम्म गर्नु भनेको छोडेर जान आँटिसक्यो। ओह आजको दिन चाहिँ शीतल तर पनि गर्मी चाहिँ भइरहेछ। थाक्यो गाइस। म चाहिँ यहाँ भित्ता काट्ने भएको कि पुरा थाक्यो। काम गर्ने बानी हराएछ नि अब। आप्पाले चाहिँ यहाँ काटेको बिल भाँचेर बनाउँदैछ। हिजो कहिले हिजो भन्दै थिएँ है भुँडी देखेर झन्डै मऱ्यो अरे। एकछिन त सक्यो गाइस फाइनली भेट भयो। फाइनली गयो हेर्नु नि काँटा बोकेर चप्पल ल्याएर खनेर बाँझै भएको जस्तो देखिरहेछ। यो चाहिँ लसुन रोप्ने ठाउँ है गाइस हाम्रो। सबैजनाले गऱ्यो नि हेर्नु सक्यो गाइस। अब भने चाहिँ हामीले फाइनली लसुन रोप्ने ठाउँ चाहिँ रेडी गरिसक्यौँ हो। ड्याङ उठाउँदैछ। 1 ड्याङ 2 3 4 ड्याङ भयो। 5 6 ड्याङ हुने रहेछ हो। अब चाहिँ यहाँ लसुन रोप्नुको लागि चाहिँ रेडी ड्याङ। हाम्रो मर्निङको वक चाहिँ सक्यो।